हेलो गाइजो गुड मर्निङ हेलो एभ्रिवान। म के भन्न चाहन्छु भने अहिले आज मिति 2082 साल 8 महिना 19 गते शुक्रबारको यो बिहानीको समयमा पास्थर मिक्लाजुङ 4 वडा नम्बर रवि वडा नम्बर 1 श्री इन्द्र लावती सोल्टीको घर मुनि यो जुन थामथुम खोला पाङतुवा अर्पण भाइको घर मुनि यो खोलाहरूमा यहाँनिर हामी थोरै काम भएर यहाँनिर आएको छौँ। त्यही कामको सिलसिलामा हल्का केही झलकहरू मैले यहाँनिर भिडियो गरिरहेको छु। र जुन पहाडी छ नि त्यो डाँडाहरू यो खुरुम्बा भन्छ, यो पाङतुवा भन्छ, यो यसरी खोला नाला हो र यसरी नै केही झलकहरू गरिरहेको छु गाइस हो। एकदमै यो चिसो मौसममा एकदमै फन भएको छ। त्यस्तै छ हाम्रो गाउँघर, एकदमै मलाई रमाइलो लाग्छ आफ्नो जन्मभूमि। र यो जुन माथि देखेको छ यो बिचको गाउँ चाहिँ योलाई चाहिँ माथि भिन्द्र सोल्टीहरूको धान रोप्ने खेतबारी हो। र यसरी यो बाटो म अहिले जन्मेदेखि कहिले पनि यो बाटोमा हिँडेको थिइनँ। यो बाटोमा चाहिँ आज यो पहिलोपटक। यस्तै छ, यो पहाडहरू छ, यो यस्तै छ भन्डेङ्राको यस्तै ठुठाहरू छ, यस्तै छ रुखहरू, यस्तो बटारिएको लहराहरू छ, यस्तै छ। अनि म पनि यस्तै छु है गाई छु र यस्तै छ र यस्तै गइँदैछ। आज भने चाहिँ हाम्रो एउटा कामको सिलसिलामा कहाँसम्मको यात्रा हुन्छ है त। बाहिरतिर खोलाहरू छ, यस्तो पहाडहरू छ, यो बाटो चाहिँ एकदम सुलसुले छ। यहाँ योबाट चाहिँ सायद धानहरू पनि रोप्दाखेरि कुलो ल्याउनु हुन्छ होला। यो खोलाहरू छ, यस्तो छ, एकदमै राम्रो भएछ। यस्तै छ गाइजहरू, हजुरहरूले मन पराउनुहुन्छ होला भनेर आशा छ। यो भनेको गाउँठाउँको हावापानी भएको स्वच्छ हावापानी हुन्छ। सहर बजार भनेको अब त्यस्तै त्यही ढल दूषित हावापानी हुन्छ, त्यही भएर रोग लाग्छ। गाउँघरमा जन्मेपछि एकदमै हावापानी स्वच्छ हुन्छ। त्यस्तै छ। अनि अब हामी चाहिँ कहाँसम्म जाने हो, कुन बाटो निक्लिने? त्यही बाटो होइन है, अरू बाटो छैन कहाँ? त्यस्तो त अप्ठ्यारो होइन। होस् अरू बाटो आऊ, यताबाट छैन, यताबाट घुम्ने र। ओ रोकेर रोकिँदैन माया मेरो, छोडेर छेकिँदैन माया मेरो, बाबरी रङ्गमा रङ्गिएर बाबरी रङ्गमा रङ्गिएर मलाई माया गर, साँचो माया गर, निबेरेको माटो झरे मलाई माया गर। हेर मायाको रङ्ग पहाडभरि पहाड पिरतीको भाका। लगाइछु हामी भने अहिले यहाँ काममा यो के को लागि भन्दा चाहिँ यो किराको उसको दाम्चा काट्नु आएको रहेछौँ। ल हाम्रो काम द इन्ट। ओ माई गड यो के गरेको यो भाइले यस्तो भयङ्कर गरिरहेछ। ओ माई गड, यो त पाप होइन यार। तिम्रो त यसको जल्दो बल्दो उमेरमा दिइहालेको। आमा हो के गरिरहेको।